ल अब दुलाले दुलैलाई सिन्दुर लाउने बेला भयो। माइतीजी भित्र गइदिनुस् त एकछिन। होइन होइन भित्र जाने समय छैन, म यता फर्किन्छु, सिन्दुर हालिहालौँ है त। ल लु त जाने भाइ सिन्दुर हालौँ। हालियो सिन्दुर हालियो। छिटो गरौँ न, कति बेर लाग्यो? ल खै त जान्छ। तर फुल आएर त्यो फुल उठाउनु पर्छ हजुर। भन धने तैँले साँच्चीकै बिहे गर्न लाग्यो हो? म्याक्री भाँडाकुटी खेलेको र ख्यालख्याल बिहे गर्नलाई? बिहे गर्न लाग्दा तँलाई यति धेरै माया गर्ने मान्छे एक्लै हुन्छ भनेर अलिकति पनि सोचेनस्? राम राम म्याक्री, यो केटीहरूको दिमाग कुन चाहिँ दिशामा चल्छ? तैँले आफै म तँसँग बिहे गर्न सक्दिनँ, अर्कै केटीसँग बिहे गर भनेको होइन? मैले त जिस्केर पो भनेको त यार। तैँले यसरी मलाई छोडेर बिहे गर्छस् भने मैले सोच्दा पनि सोचेन। अब त सोचिस् नि, मेरो यहाँ बिहे सिद्धिन आँटिसक्यो, सिन्दुर हाल्न मात्रै बाँकी छ अब। त्यसो नभन्न धने यार प्लिज, म त बिना बाँच्न सक्दिनँ कि। पुरानो दिनहरू सम्झि त। पहिला हामी कमाऊँ न, त्यसपछि त के गर्नुपर्ने हो त्यो हामीलाई थाहा छ त छ नि हो। ल भाइ खोइले एकछिन पर्छ। ल यो खा। थ्याङ्क यू। हुन त हो नि, तर अब सबै कुरा बिग्रिसक्यो यार। खोइले अझै केही पनि बिग्रेको छैन। तैँले सिन्दुर त हालेको छैनस् नि होइन? त्यो त छैन। अनि 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 अब के गर्ने त? डाप गर्छ भाग त्यहाँबाट। अब हुँदैन हुँदैन हुँदैन, यस्तो अवस्थामा कसरी भाग्नु? यदि भागिनस् भने तैँले मेरो लास देख्छस्। यो त कन्फर्म मर्छ यार। पहिला पनि झन्डै मरे कि के गर्ने? हुँदैन, आफ्नो जिन्दगी बनाउनको लागि अर्काको जिन्दगी खेर चाहिँ फाल्नु हुँदैन यार, पापै लाग्छ। भाग धने भाग। जताबाट आएको त्यस्तै माथि फेरि यताबाट जानु। खै त्यो धनी यसो त्यतातिर लागेको थियो, आउँदैन त। ए दले भाइ, एउटै गएर यसो धनीलाई बोलाएर आउनु न। के गर्दैछ त्यो? यहाँ ढिला भइसक्यो। ल म आइहालेँ है त बिरुवा भाइ। एकैछिन है हजुर। ए हजुर, बाबुलाई कब्जे छ कि क्या हो? निकै बेर बोलायो त। छैन हजुर छैन, त्यो रोग माथि त कुनै पनि केही पनि छँदै छैन हजुर। सँगै गर्नु पर्दैन, रोगको त कुरै गर्नु पर्दैन। बलियो छ हजुर, बलियो मेरो छोरो। मरो त यो मान्छेलाई भने उहाँ बिहे कतिखेर सकेर स्वागत मनाऊ भन्ने हतार हुन्छ। मुन्ट्यो छैन कहीँ यो धने। धने त यताउता कतै पनि छैन। के भन्छ नि यिनी? अनि कहाँ हो त त्यो? हजुर बा। होइन कहाँ मुन्टिसे गोरु त यहाँ सिन्दुर हाल्ने साइज जान लागिसक्यो। म सिन्दुर हाल्न सक्दिनँ बा। किन तेरो हात भाँच्यो? हात होइन बा, मन भाँच्यो मेरो मन। म खुल्ला छाड्न सक्दिनँ बा। उसलाई मारेर म कसरी अर्काउनु भन्नु त? त्यहाँ मिलाएर आउनु है त, मिलाएर आउनु। अब खोइ कसरी मिलाएर आउनु भने होला तेरिका। आउँछ हजुर, छोरो आउँछ। अब के चाहिँ गर्नु त हजुर? मलाई केही थाहा छैन, तर यहाँ बिहे हुनु पर्यो। बिहे इज्जतको सवाल छ, बुझ्यौ? दले बाबु यो ठेक्नुहोस् है, म फोन गर्नु पर्यो एउटा। हेलो ए बाबु, एउटा
कुरा सुन त यता भन्नु त काका हेर न धनेको बिहे गर्नु पर्यो भनेर आएको सिन्दुर हाल्न आँटिसकेको थियो यताउति भइसकेको थियो ठ्याक्कै सिन्दुर हाल्न आँटेको बेला एउटा फोन आयो भनेर फुत्त निक्लिएको थियो धने बेपत्ता भयो अहिले फोन गर्दाखेरि म त आउँदिनँ मेरो मनै चुड्यो जे गर्नुपर्छ गर्नुहोस् भनेर भन्यो अब यहाँ दुलैको बाबुलाई हजुर के भन्नु त मेरो छोरा आएन भनेको जहाँबाट भयो नि जसरी भयो नि एउटा केटो खोजेर बिहे गर्नै पर्छ भनेर बन्दुक तेर्साउनु भएको छ बाबु यहाँ अब के गर्ने हेर्नु यो समस्या परेर मलाई त बर्बाद भयो यहाँ कहाँ न यहाँ कन्ट्राक्टमा चाहिँ बन्दुक तेर्स्याएर राख्नुभएछ बाबु तँ बिहे गर्ने भ्याउँछस् त काका पनि मजाक गर्नुहुन्छ अरे फोनै पो राख्यो त अब कसलाई गर्ने होला त ए त्यसलाई गर्नु पर्यो हेलो हेर न बाबु मलाई त साह्रै अप्ठ्यारोमा परेको छु भने म यो मेरो त्यो धनीले दुःख दिएर बिहे गर्नु भने ठिक्क पारिसकेको यहाँ सिन्दुर पोते गर्न लागेको बेला फ्याट्ट भागिदिएर अहिले दुलैको बाबुले अब यो जसरी हुन्छ बिहे गरेर लानै पर्छ जन्ती आइसकेपछि छोड्नु मिल्दैन भनेर मलाई त आपत पर्यो बाबु अनि बाबु के त बाबु भ्याउँछौ त कुरा एकदम राम्रो गर्नुभयो बडाबा तपाईँको कुरा एकदम मन पर्यो हो नि बाबु म त मन पर्ने नि कुरा गर्छु नि एकैछिन हजुर ज्वाइँ भेट्टा लाग्दो छ अनि बाबु भनेपछि बिहे गर्न राजी छौ नि राजी त हुन्थ्यो नि बडाबा तर के गर्नु मैले 1 महिना अगाडि मात्रै बिहे गरेँ सौदा त के हाल्नु हो ला मरिहाली छ नि 1 महिना कुर्न सक्दैन थिइस् मिलेन हजुर यो पनि कुरो मिलेन जेसुकै गर तर बिहे हुन पर्यो यहाँ ए दले हजुर तिमी गर्छौ त गर्दिनु है म गर्दिनु छिटो मिलाऊ कुरा अब कसरी छिटो मिलाउनु त म बुढाले बिहे गरौँ त गुड अब केही सिप लागेन भने तिमी आफै बुढाले नै बिहे गर ज्यामा लाउने धनीले बिहे क्यान्सल गर्यो कि गरेन होला एज खैली यत्रो संगत गरेको चिन्दिन त म त धनीलाई कन्फर्म त्यसले बिहे क्यान्सल गरेर नि आउँदै होला अहिले त्यसले बिहे गर्दैमा मेरो बिरिन त केही थिएन कि तर घरबाट पैसा चोरी मलाई ल्याइदिने मेरो लागि रिचार्ज कार्ड किनिदिने सपिङ गराइदिने हरेक कुरामा खर्च गर्ने आम्दानीको स्रोतै ढल्ने भयो अनि यसो सोचे क्या है इन्कम गुमाउन हुँदैन खुइली इन्कम गुमाउन हुँदैन भन्ने सोचेर मायाको हल्का नाटक गरिदिएको केटो लाइनमा आइहाल्छ नि यार अब म के गरेँ मरु कि बाँच्छु होइन मर्नु त हुँदैन फेरि त्यही घरमा गएर जसरी हुन्छ माफी मागेर भए पनि त्यही केटीसँग बिहे गर्नुपर्छ यार दाइ सरी काका ऊ त्यो भणारीको घरमा आज बिहे थियो है खै केटो चाहिँ भाग्यो रे त्यसपछि अर्कालाई दिए रे त्यो केटी काहीँ टिक्ने केटी नि होइन पहिल्यै 3 ठाउँमा बिहा गरेर छोडेर आएर बसेकी हो गाउँकै बेइज्जत गरिरहेको थिए भागेर ठिकै गर्यो केटाले गाउँमा कसैलाई थाहा नदिकन सल्टाउन खोजेका थिए गाउँका 1-2 जना एफएमहरूले थाहा पाएछन् 1 कान 2 कान मैदान भइदिएछ धन्न बाँचिएछ यार म्याकुरी खुन चाहिँ बिचारा नराम्रोसँगले फस्यो यार गयो त्यसको जिन्दगी भागेर आज राम्रै गरिएछ नि मलाई त तेरो खप्परमा हानेर पुक्कै मार्नु मन थियो मलाई के गर्नु तर हान्ने तागतै छैन र पो त
तैँले मलाई जिउँदै मारिस् जिउँदै। के को जिउँदै मार्नु हो? त्यो केटीको त बा पहिल्यै 3-3वटा बुढा रहेछन्, छोडिसके। गाउँका केटादेखि लिएर बुढासम्म सबै पछि लाग्दो रहेछन्। त्यस्तो केटी हाम्रो घरमा भित्रेको भए बर्बादै हुँदैन थियो भन्नु त। अर्कैलाई दिइसके रे, कुन चाहिँ बिचरो नराम्रोसँग फस्ने भयो। को थियो कुन्नी? को थियो सुन्छस्? सुनिदेऊ नि त, थोत्रे मादल बजाउने बिचरा पीडित। त्यो मान्छे मै हुँ, तेरो बाउ। कस्तो हावा कुरा गर्नुहुन्छ हौ? होइन होला पत्याइनस्? ओ यता आऊ त। राम 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 होइन, ठुलै दुर्घटना पो घटिसकेछ त। यो सब कसरी भयो? अब कसरी भन्नु, त भागिस्, त भाएपछि अर्को केटा खोज भनेर भने, कोही केटा पाइएन। लास्टमा कुरो यस्तो रहेछ, मलाई भिडायो। अनि बच्चा पनि छ त? छ त नि।